हेलो साथीहरू यो भिडियो चाहिँ शनिबारको हो है यो ब्लग चाहिँ शनिबारको हो कताबाट जाने यताबाट जाने केताबाट जाने यताबाट जाने हेलो अब उडेर चाहिँ सम्झिने पानी छम्किने र हेर्न सक्नुहुन्छ साथीहरू हामी चाहिँ हट्या 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 चुकतिर 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 हत्यातिर 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 हाम्रो चाहिँ काम छैन बेरोजगारी हो म चाहिँ हेलो साथीहरू कसैको घरमा काम छ भने मलाई बोलाउनु होला हामी चाहिँ हट्या हिँड्दैछौँ साथीहरू हट्या हट्या यति साह्रो जोतको थुप्रो के देखाउनु भनेर म चाहिँ भ्यू देखाउँदैछु हट्या पुगेपछि तपाईँहरूलाई फेरि देखाउनेछु हामी चाहिँ जाँदैछौँ हट्या हेर्न सक्नुहुन्छ हाम्रो लोकेसन चाहिँ सिधै 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 अन्त्यादेखि यता अङ्कल अहिले भरे जाने होला नि हामी चाहिँ अहिले चटपटे खाने ठेलावाला अङ्कल आन्टीको घर चाहिँ यहाँ रहेको छ यहाँ बस्नुहुन्छ हामी चाहिँ अब जाँदैछौँ मासु सकेको थियो भने चाहिँ खान्छ होला आज मोमो सक्नुहुन्छ साथीहरू कति राम्रो मौसम छ आज टिकटक बनाऊँ लाग्दो खाएको रहेछ मौसम पनि म चाहिँ तपाईँहरूलाई अघि माछाको कुरा थिएँ माछा चाहिँ सुल्याइनँ आज मोमो खाने भएर अनि सुँगुरको मासु चाहिँ अघि ल्याइसकेको छ घरमा सुँगुर त म खाँदिनँ नि त राईको बुहारी निम्बुको छोरी भएर पनि मेरो हस्बेन्डले नि सुँगुरको मासु खानुहुन्न है अहिले अगाडि ल्याएर राख्दै भने अन्त 10 केजी हानिदिन्छ जातले पाएको त हो होइन जातले पाएको हिजो अस्ति मेरो छोरीले पनि जातले पाएको त हो भनेर तिम्रो छोरीले नि जार मजाले मुछ्दै त बाल्टी उचालेर मम्मीको जात मजाले मुछ्दिँदै त बाल्टी उचालेर बिर्को खोली खोली आफै हुन सक्नुहुन्छ हामी चाहिँ ट्याक्क हट्याको कबगाने ठाउँमा आइसक्यौँ हाम्रोतिर चाहिँ हट्टाइ यता लाग्छ पिपल चोक हट्या चटपटेहरू त्यहाँ पाउँछ अनि हामी अहिले जाँदैछौँ सिधै मासु दोकानमा किनभने मासु सक्यो भने हामी मोमो खानु पाउँदैनौँ त्यही भएर हामी चाहिँ सिधै जाने मासु दोकानमा अब तपाईँहरूलाई अब मासु दोकान देखाइदिन्छ है साथीहरू मासु दोकान हिँड्न सक्नुहुन्छ हामी चाहिँ लाग्यौँ हिँड्दैछौँ है साथीहरू हामी चाहिँ यत्रो पैदल यात्रा गर्दैछौँ हाम्रोतिर चाहिँ हट्टा ठुलो लाग्छ है लामो लाग्छ साथीहरू मेरो माइततिर चाहिँ घर चाहिँ अब पाहाड हो घरमा पनि जानु पनि छ एक दुई दिनमा घरको पनि भ्लग आउँछ यसरी नै हेरिदिएर माया गरिदिनु होला साथीहरू हामी चाहिँ अहिलेसम्म पुगेको छैनौँ हिँड्दैछौँ हामी मासु पसल पुगेको छैनौँ साथीहरू मोमो खाने मासु नपाएको अवस्था साथीहरू अब हामी चाहिँ जानुपर्ने छ आइतबारे नै मोमो खाने भएर जानु त पर्छ त अनि तपाईँ आज मात्रै छुट्टी बस्नुहुन्छ शनिबार मात्रै त्यही भएर अब नहोला नि आज माछा यहाँ हुन्छ यहाँ माछा दोकान छ माछा दोकान तपाईँहरू खाएर माछा लाने भए आउनु होला यहाँनिर अब हामी चाहिँ जानुपर्ने हुन्छ आइतबारे एक फर्स्ट प्याज किनौँ टमाटर किनौँ भने जब कि आइतबारे गएर हामी पहिला चाहिँ हामी आइतबारे गएर ल हाम्रोतिर चाहिँ मैले अघि त्यसै भन्थेँ नि तपाईँलाई हाम्रोतिर हप्ता लामो लाग्छ भनेर है देख्नुभयो लामै लाग्छ है यत्रो लाग्छ यताभित्र पनि सब्जी बेच्दै हुन्छ यहाँदेखि लिएर उहाँसम्म लाग्छ हाम्रो चाहिँ हट्टा हाम्रोतिर चाहिँ हट्टा धेरै लामो लाग्छ अब हाम्रो चाहिँ काम भएन हामी चाहिँ आइतबार जानुपर्ने भयो मासु पाइएन त्यही भएर हामी लाग्दैछौँ आइतबारतिर रमाइलो
रमाइलो रमाइलो बेलुका बेलुका दिन मात्रै मजा हुन्छ यहाँ पनि बेलुका सब सस्तो पनि पाउँछ नि हिँड्न सक्नुहुन्छ है अझै अझै अहिलेसम्म सब्जी बेच्ने ठाउँ सकिएकै छैन हाम्रो यति लामो हट्टा लाग्छ साथीहरू बल्ल 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 हट्टा कट्न आँट्यो यहाँसम्म बेच्नु ल्याउनुहुन्छ कि मान्छेहरूले अब सक्यो चाहिँ हामी गइरहेको छौँ मासु पसल मेरो बुढो चाहिँ उठ्टै हराउनु भएछ आउनु आउनु छिटो आउनु कहाँ तपाईँ चाहिँ उठ्टै हराएको हौ फेरि भन्नु न अनि सिकाउनु पर्यो नि त तपाईँले पर्छ त नि नसिकाए चाहिँ कसरी जान्छ मान्छेले कि पेटैबाट जानेर आएको हुन्छ भने यार मान्छेले पेटैबाट जानेर आएको त हुँदैन सिकाउनु त पर्यो नि त बुढी आऊ म सिकाउँछु यसरी बनाऊ भनेर कहिले भन्नुभएको छ तपाईँले भने त्यस्तो भन्नु त कहाँ हो क्या तपाईँले त्यसरी भन्नु भएको छैन सिकाउनु पनि भएको छैन त मलाई कहाँबाट आउँछ हेलो साथीहरू हेर्नु सक्नुहुन्छ हामी चाहिँ मासु लिएर आइपुग्न आइसक्यौँ मलाई चाहिँ होटेल देख्नेबित्तिकै याद आइहाल्छ क्या मेरो बुढा र पहिला लक पर्दाखेरि यो होटेलमा बसेको थिएँ अनि टिप्स दिनुभएको त अनि मैले किन दिएको भन्दा पनि लिइसकेपछि यो होटेल चाहिँ मलाई त्यस्तो याद आउँछ क्या अनि जाँदैछौँ अन्त एउटा होटेल छ के थियो नामै बिर्सेँ लन्डन होटेल छ इटरीमा हो त लन्डन होटेलमा म त मेरो बहिनीसँग मेरो बुढालाई भेट्न आएको थिएँ कि लपट्दाखेरि त्यतिखेर चाहिँ मैले फोन बिर्सेर गएको थिएँ त्यो होटेलमा पनि साह्रै याद आउँछ अब हामी जाँदैछौँ चाहिँ घरकै लुगामा चोक आइसक्यो मासु लिनु आधा किलो ल कुखुराको मासुमा खाम्मा भनेको नाइ भन्नुहुँदैछ अनि अब नखाने अरे मासु नै पाइएन नि त पफ मोमो खान आँटेको थिएँ नि किन कुखुराको मासुमा नखाने अरे तपाईँ मोमो सुँगुरको मासुले दिमाग मोटो बनाउँछ कुखुराको मासु भन्दैछु हौ कुखुराको मासु किन खानु हुँदैन भने त्यो हरेक त्यो दबाई केमिकलहरू लगाएर हरेक चारो त्यस्तै केमिकल दबाईहरू लगाएर चारोहरू बनाएको हुन्छ कुखुराको हरेक अनि रोग पनि निक्लिरहेछ नि अहिले त्यही भएर ब्रोइलरको मासु खाने मान्छे पनि धेरै लामो चाहिँ आइसक्यो हेर्नु सक्नु साथीहरू मेरो बुढाको कारणले मैले आज मोमो खानु नपाएको घरमा बनाएर खानु नपाएको मेरो यो बुढाको कारणले गर्दा हो साथीहरू किनभने अब मम्मीले त फिक्स भनिसक्नु भएको त जहिले मान्छ कि मान्दैन भन्दै किमा लिनु ढिलो गइयो यतिखेर आइयो मम्मी त्यसो भनेपछि हामी ढिलायौँ बुढा र बुढी अगाडि नै अब मम्मीले सानो हुँदैन अनि मेरो बुढा सुइरहनु भएको थियो नि त मोमो खानु पर्थ्यो जहिले मान्छ कि मान्दैन अन्त नि भरे नि लु हिँड न त खाऊँ भनेर लिन आएको यस्तो ताल भयो मेरो बुढाको कारणले गर्दा आज मैले मोमो खानु पर्ने मलाई मोमो किनिदेऊ छिटो किनिदेऊ अब आज मेरो बुढाले गरेको मोमो खानु पाइनँ हेलो साथीहरू देख्नुहुन्छ हामी चाहिँ रित्तो हात फर्किनु परिरहेको छ मासु नपाएर दुइटै फेस हाउसमा आज हाम्रो मोमो खुवाइ भएन दुइटै ठाउँमा फेस हाउसमा मासु नपाएर हामी चाहिँ घर फर्किँदैछौँ आज मोमो खानु नपाइयो अब मम्मीले भन्नुभयो त मोमो नखाने भए पिठो नल्याऊ भनेर अब मोमो खानु पाएन अब घर जाँदैछौँ फल चाहिँ मैले फर्स्ट टाइम देखेको साथीहरू यहाँ हेर्न चिउरी अरे यसको नाम मैले खानु जान्न दाना चाहिँ फ्यालेँ मलाई चाहिँ दाना पनि खायो बहिनीले भन्दा त फ्यालेँ दाना चाहिँ गुलियो हुँदो रहेछ एकछिन कमेडी नै भयो कमेडी भएको चाहिँ भिडियो बनाउनु पर्ने रहेछ कहाँदेखि ल्याउनु भएको अरे आन्टी तपाईँले यो कुन ठाउँदेखि ल्याउनु भएको धनकुटा हाम्रो पनि पाउँछ अरे तर मैले अहिलेसम्म थाहा छैन लाने
हामी चाहिँ माछा आधी किलो लान आँटेर चाहिँ हुन्छ अघि भने जसले राम्रो किलो माग्थ्यो नि किलाएर दिनु होला राम्रो किलाएर दिनु होला भनिदिएको थिएँ काँडा नभएको लान आँटेको आज पानबाट भ्लग बनाउने पानी भित्दै भित्दै आएको घर पनि हामी साथीहरू भित्दै भित्दै आएको हाम्रोतिर पानी परेको रहेछ तपाईँकोमा पानी परिसकेको छैन अहिले चाहिँ भर्खर रोक्यो पानी हाम्रो चाहिँ मेरो चसा पनि आइपुग्यो साथीहरू हँसेर मलाई चाहिँ बुढाएर बुढी जस्तो देख्दैन हामी चाहिँ सबैले हो हामीलाई बुढाएर बुढी जस्तो देखिँदैन हो बाउ छोरी जस्तो पो भन्छ हौ म चाहिँ बाउ अरे अनि छोरी जस्तो देखिन्छ भन्छ सबैले हेलो गाइस हामी चाहिँ बासु लिनु खोज्दैछौँ के गर्नु नजिकै पाएन उहाँ जानुपर्ने हुन्छ मोमोको लागि त गर्नै पर्यो यति म